ल ल साथीहरु हाम्रो कालीको डान्स हेर्नुस् है डान्स थ्री टू वन साथीहरु लास्ट पिरो पानी रे पिउने पानी ए पानी साथीहरु अब यो चाहिँ पानी खाली छ है साथीहरु लास्टै मर्न लाग्यो है अलि मरिन्छ हेलो गाइज हामी फाइनली मेन रोडमा आइसकेका छौँ है अहिले मैले पकाएको थिएँ मेरो नानी अहिले कालीले पकाएर बोक्नु भएको छ पछाडि हेर्नु ल साथीहरु ल देख साथीहरुमा नानी बोकेर हिँड्दैछु ल गाह्रो के गर्नु अब आमा नानी चाहिँ अब तरुनी भएर हिँडेपछि बोक्नु पर्यो नानी नानी हाई भन्दै छोरो हाई भन्दै हेर्नु कस्तो देखिराखेको छ है हाम्रो कालीलाई सुहाउँछ कि सुहाउँदैन है बच्चा बोकेको हेर्नुस् है माया लाउन होए चुरिया देउला टिकिया देउला देउला नि माया हो पुतली माया ल ल साथीहरु हामी अघि देखाउँछौँ अरु है अहिले यति नै ल ल ल हेर्नुस् है हाम्रो कालीको एकदम एक्सन सुरु हुँदैछ मेरो छोरीले फेरि है उहाँ बल देखेर एकदम खुसी हुने के ल ल ल ल एक्सन ल 3 2 1 ओहो वहाँ पर गोल भयो है गोल भयो बादल झुटो हो कहिले बर्सिन्छ कहिले गरजिन्छ अनि धुम 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 बजारो भइदिन्छ साथीहरु म गीत गाउन मेरो आवाज बसिसक्यो केक खाएको थिएँ आवाज बसेको छ फाइनली साथीहरु आजको मौसम चाहिँ एकदम रमाइलो छ हेर्नुस् है वातावरण पनि वाउ हैन आकाश हेर्नु न आकाश कति कति सफा छ साथीहरु आज फाइनली साथीहरु ल मेरो भदा यो चाहिँ अनि यहाँ दिदी हुनुहुन्छ हामी चाहिँ साथीहरु फाइनली भन्नुपर्दा चाहिँ स्कुलमा बच्चाहरुको पैसा निक्न जान्छौँ के बच्चाहरुलाई पैसा दिन्छ नि त 400 रुपैयाँ साथीहरु धेरै पनि हैन अनि आउँदा त नास्ता खाएर सक्दिन्छ म त फेरि साथीहरु फाइनली हो कि हैन भन त भान्जीको मेरो दिदीको छोरीको पैसा बुझ्नलाई चाहिँ यहाँ चाहिँ आफ्नो छोरीको पैसा अनि छोराको पैसा बुझ्न लानमा छ फाइनली साथीहरु अब त्यो पैसा चाहिँ 400 रुपैयाँ दिन्छ अरे एकजनालाई कति आज दिदी तपाईको 800 आउँछ हाम्रो 400 मात्रै आउँछ साथीहरु मैले दिमलाई तलाई ल उहाँले दिनुहुन्छ अरे अब पानीपुरी चटपटे खान त पर्यो साथीहरु यस्तो दुःख गरेर आइहाल्छ साथीहरु ए चुडिया देउला टिकिया देउला देउला नि माया हो पुतली माया लाउन हो के गर्नु यो 82 ले त लास्ट लटरी लागेछ साथीहरु मलाई पैसा आको आइछ साथीहरु मेरो पैसा आको आइछ साथीहरु के गर्नु फाइनली है अलि देखाउँछु ल विद्यार्थीहरु पढेर आउँदैछन् यस्तो नि पैसा पायो कि नै दिएन किन दिन मम्मी नआएपछि नदिने रे चप्पल किन छोराको चप्पल लगाउनु चप्पल लगाउ चप्पल हो ज्ञानी हुने ल ल साथीहरु यिनीहरु बच्चाहरुले चाहिँ पैसा दिएनछन् ल 5 रुपैयाँ दियो 5 रुपैयाँ दियो घरबाट ल्याम चोरेर दिएन हो चोर्नु हुन्न है हो ल ल हुन्छ फाइनली साथीहरु म पढेको स्कुल चाहिँ यही हो है मेरो आफ्नै गाउँको स्कुल हो यो चाहिँ स्कुल चाहिँ यही हो हाम्रो दिदीको छोरीले पनि यही पढ्छ त्यही भएर एकछिन आएको स्कुलमा देखाउँछु ल गाउँ भनेको गाउँ भन्ने साथीहरु वा वातावरण क्या सही लाग्छ साथीहरु है हैन दिदीहरु रमाइलो लाग्छ हो हामीलाई अब के गर्नु म चाहिँ किचडमा बस्छु म चाहिँ किचड हुन्छ त्यहाँ हिलो मात्रै हुन्छ के गर्नु र साथीहरु अलिकति 2 मिनेट हिँडेपछि चाहिँ यस्तो राम्रो बाटोहरु पाउँछ है यो चाहिँ बर पिपल हेर्नु न वाउ छारी गाउँ घर तपाईं त आँप हिँड्दा हिँड्दै चोर जस्तो गर्नुहुन्छ है साथीहरु त्यहाँ आँप छ अरे वाउ साथीहरु हेर्नु स्कुलको वातावरण वाउ कति राम्रो छ है साथीहरु कसले ल्यायो कसले के भयो पैसा आयो भाग्यमानी भयो भाग्यमानी के छ पैसा आयो दिदी नमस्ते दिदी आयो पैसा सन्चै हुनुहुन्छ खै ब्यागै भरेर ल्याउनु क्या पैसा साथीहरु ब्यागै भरेर हामी चाहिँ पाकै छैनौं साथीहरु यहाँले चाहिँ ब्यागै भरेर ल्याइसक्नुपर्छ के छ दिदी नमस्ते 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 तपाईको छोरी मेरो छोरी ल ठीक छ
तपाईँहरू अब के गर्नुहुन्छ अब जाने यो ढुङ्गाले मेरो 2वटा नङ पनि फुस्काइदिएको छ त्योहरू 2वटा नङ निस्केको यो ग्राउन्डमा म बल खेल्दाखेरि फुटबल खेल्थेँ नि त अहिले पो दुब्लाएर यस्तै भयो त साथीहरू म त खतरा खेलाडी हो नि त होइन उहाँ चाहिँ मेरो बुहारी गइसकेको छन् साथीहरू स्कुलको गेट भनेको उता छ स्कुल भने यहाँ छ साथीहरू यति ठुलो छ हाम्रो रतनपुर स्कुलको सम्पत्ति साथीहरू है टाढी ल साथीहरू अब यिनलाई व्यवस्था गर्नुपर्छ है व्यवस्थित गर्नुपर्ने हुन्छ झोला पनि राखौँ यसलाई यहीँ राखिदिउँ ल गीत लगाएको साथी हो ल साथीहरू हाम्रो कालीको डान्स हेर्नुहोस् है डान्स आऊ दिनदिनै भेट्नलाई आउँदैन दिनदिनै भेट्नलाई आउँदैन दुई दिनलाई आउँदैन मान्छे के त माको मैना साथीहरू लास्टै गर्मी भयो अब चाहिँ हरियालीमा बसिदिनु पर्ने हुन्छ हामी चाहिँ स्कुल पढ्दा चाहिँ साथीहरू यसरी नै बस्ने गर्थ्यौँ क्या यसरी मध्याह हुन्छ नि त मध्याह इन्टरभल हुन्छ क्या साथीहरू त्यसलाई चाहिँ हामी चाहिँ यसरी आएर बस्ने गर्थ्यौँ है ल भिडियो बनाउन आएको साथीहरू गाह्रो छ अनि अब छ शीतलमा बस्नुपर्ने हुन्छ एकछिन चाहिँ है चटपटे ल्याउँदैछ नानीले त्यसपछि खाना नास्ता खाएपछि चाहिँ बल्ल मेरो एनर्जी आउँछ त्यसपछि चाहिँ खतरा भिडियोहरू बनाउनु पर्ने हुन्छ साथीहरू लास्टै पिरो साथीहरू लास्टमा मिर्ची थपेको लास्टै तितो पो रहेछ त के भएको खै ल साथीहरूलाई बल खै ल साथीहरू बल खेल्छु है म चाहिँ बल साथीहरू बल ल साथीहरू हेर्नुहोस् है हाम्रो काली बल खेल्नु भएको आफ्नो स्कुलमा आएर है बाबुहरूसँग है ल ऊ मेरो छोरो पनि खेल्दैछ उहाँ रमाइरहेको छ हेर्नुहोस् है सबैजनाले हेलो काली हजुरलाई आज हजुर पढेको स्कुलमा आउँदा कस्तो फिलिङ्स भइरहेको छ हजुर त पहिले खुब यो ग्राउन्डमा खुब बल खेल्नु हुन्थ्यो अरे त हो के मैले यो साँचो सुनिरहेको छु ल एक्सन ल 3 2 1 ओहो वहाँ पर गोल भयो है गोल भयो फाइनली साथीहरू म चाहिँ रतनपुर स्कुल आइसकेको छु स्कुल चाहिँ उता रहेको छ अहिले म स्कुलको पनि भिजिट गराउने छु तर अहिले चाहिँ यसो घुमिहालौँ भनेर हिँडेको है नानीको झोला पनि बोकेर आएको छु नानी चाहिँ चटपट लिन गएको छु है हे मेरो स्कुल साथीहरू म स्कुलमा होइन स्कुलको गेटमा पढ्छु 8मा भन्दाखेरि है म त्यो गीतमा सेकेन्ड आएको थिएँ कि साथीहरू म स्कुलमा गीत गाएको थिएँ है त्यो स्कुल ल्याइरहेको छ हाम्रो रतनपुर हापुर रतनपुर स्कुल भनिन्छ है गेट चाहिँ ऊ यतातिर रहेको छ साथीहरू वाह साथी ल फाइनली साथीहरू लास्टै गर्मी भएर हामी चाहिँ अर्कोतिर साइडतिर हिँड्न लाग्यो अब के भन्छ अब चाउचाउ खायो भने खानै दिएनन् मलाई नानीले खाइदिइहाली नुन बचेको छ साथीहरू म चाहिँ चाउचाउको नुन खाँदै हिँड्दै पानी खानु पर्यो नि त या छ कि यार साथीहरू ठाउँ छ हेर्नु न यो बादल यो मौसम यो उकाली त्यो ओह्राली डाँडापाखा यो छहरा अनि यो नुनको प्याकेट मसला सबै अब चट्नी होला त्यो पनि खान्छ त राम्रोसँग हिँड्नुपर्छ है यिनीहरू त गइहाल्यो म कस्तो जाने अब हात टेकेर साथीहरू है बबी यो बाटो काट्नु ओहो साथी यो बोरिङको पानी अरे बोर्डिङको केसको यो पानी पानीमा अब नुहाउनु पर्छ कि क्या हो साथी लास्टै गर्मी भयो कि ए यो पानी खाँदो रहेछ है साथीहरू यो त पानी रे पिउने पानी यो पानी साथीहरू अब यो चाहिँ पानी खाँदैछ है
साथीहरु लास्टै मर्न लाग्यो है अलि मरिन्छ साथीहरु पानी क्या दामी छ साथीहरु के गरेको फाइनली के गर्ला पानी खाल्लायो साथीहरु यो मेरा मोटा मोटा खुट्टाहरु अब धुनु पर्यो हैन साथीहरु अब लास्टै गर्मी के लास्टै गर्मी चप्पल पनि नानी पानी खायो साथीहरु फाइनली पानी खायो लास्टै गर्मी के धन्नै पानीको व्यवस्था मिलाइदिएको रहेछ क्या वाउ त साथीहरु अब जाने यार लास्टै भयो साथीहरु लास्टै भयो लास्टै बस्दिन्छु यार म त छिटाउ जाम यार तिनीहरूको हालत म चाहिँ यो उकालो चढ्दैछु साथीहरु कस्तो काली जाँदा त्यो बाटोमा अलि सम्हालेर हिँड्नु अलि हिँड न यार के गरेको तिमीहरू छिटो जाऊ बच्चाहरू के भिडियो बनाउन भनेर चाहिँ आइयो साथीहरु लास्टै गाह्रो के लास्टै गाह्रो सास पनि रोकिलाइसक्यो साथीहरु के साह्रो गर्मी हो साथीहरु यस्तो ए भगवान म त धन्न टाइममै स्कुल छोडेर कलेज छोडेर सन्च भयो हैन पनि त म त सक्दिनँ साथीहरु यो अवस्थामा ओह ठाउँमा त राम्रो भएर के गर्नु साथीहरु छैन अलग शीतल लाग्यो वाह साथीहरु साथीहरु बच्चाहरुले पनि कसको याद दिलाइदिन्छ साथीहरु यो चाहिँ मैले पढेको स्कुल है गेट लगाइदिएको रहेछ साथीहरु कहिले अब हामी स्कुल छोडिसकेला कसले गेट खोलिदिन्छ भने साथीहरु गेट लागेको छ गेट पनि हैन के सानो ढोका के ढोका यो ढोका लागेको रहेछ साथीहरु भित्र खेलिरहेको छन् बच्चाहरु ढोका खोल्दियो न साथीहरु खोल्दैन साथीहरु अब जान्छु म चाहिँ फाइनली साथीहरु यो डाँडा कटाएर पनि उता परसम्म गएर पनि हामी घुमेर पनि आइसकेका छौँ अब यहाँदेखि चाहिँ हामी टक्क लाएर यतातिर सरी घुमेर चाहिँ हामी यहाँनिर चाहिँ हामी भिडियोहरू बनाउँछौँ अनि त्यस पछाडि चाहिँ हामी घर लाग्नुपर्ने हुन्छ है साथीहरु अब चाहिँ लास्टै घाम भयो कि अहिले चाहिँ अलिक शीतल भएको छ हाम्रो यो चाहिँ अनि के छ हाम्रो गाउँहरूलाई कस्तो लाग्यो तपाईँहरूलाई प्लिज कमेन्ट भन्नु होला यता आइरहेछ यस्तो देख्नुपर्छ घरमा यहाँबाट को गाइज यो मान्छे को मान्छे हो यो हाई भन्दियो नानी त जतिखेर पनि पसाउनु बेसलाई नानी हाई भन्नु ठुलो मान्छे भएपछि पो आइ त झुमा 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 ओइ झुमा झुमकावाली साथीहरु यहाँ भिडियो बन्दैछ हटाओ बबाल हटाओ यस्ता जाबा नाचो हटाओ हटा साथीहरु साथीहरु एउटा गीत गाउँ भनेको बाख्रा कराएर केटारी कराएर हैरान छ साथीहरु गाह्रो छ है साथीहरु ल साथीहरु आजको लागि यति नै फेरि यस्ता छोटा छोटा भिडियोहरु फेरि हजुरहरुले हेर्न पाइहाल्नुहुन्छ फेरि बनाउने छु है त साथीहरु बाइ बाइ